Today we study about meaning of the bank and its definition. The word bank is believed to have originated from Italian word banco, Latin word bancus, and French word banco etc., which literally means sitting on a bench and trading in a money. जस्तै बैंक चाहिँ एउटा बिलिभ गर्छ कि एउटा चाहिँ यो बैंक वर्ड चाहिँ इटालियन वर्ड हो, एउटा वर्डबाट आएको जुन बैंको भन्छ, ल्याटिन वर्डबाट आएकोलाई चाहिँ बैंकस र फ्रेन्च वर्डबाट चाहिँ बैंक्यू भनिन्थ्यो। त्यसको मिनिङ के हो भनेपछि एउटा बेन्चमा बसेर मनीको ट्रेड गर्नु, त्यसलाई नै बैंकस, बैंक्यू र बैंको भनिन्छ। पहिलाको एन्सियन्ट टाइममा जुन डिफ्रेन्ट इटालियन ल्याटिन वर्डहरू र फ्रेन्च वर्डहरू छ, अब अहिले चाहिँ बैंक भनिन्छ। अब एउटा डेफिनेसन बैंकको एउटा अहिलेको राम्रो डेफिनेसन चाहिँ बैंक इज अ लाइसेन्स फाइनेन्सियल इन्स्टिट्युसन अथोराइज्ड बाई द सेन्ट्रल बैंक टु एक्सेप्ट डिपोजिट, प्रोभाइड लोन्स एन्ड अफर भेरियस फाइनेन्सियल सर्भिस टु इन्डिभिजुअल business and the government, thereby facilitating financial intermediation and supporting economic development. र बैंक चाहिँ एउटा लाइसेन्स प्राप्त फाइनेन्सियल इन्स्टिट्युसन हो, जसमा चाहिँ सेन्ट्रल ब्याङ्कले बैंकलाई लाइसेन्स दिएको हुन्छ एउटा डिपोजिट एक्सेप्ट गर्नलाई, लोन प्रोभाइड गर्नलाई, अनि एउटा भेरियस फाइनेन्सियल सर्भिसहरू चाहिँ अफर गर्नलाई टु द इन्डिभिजुअलहरूलाई, बिजनेस म्यानहरूलाई र गभर्मेन्टलाई। अनि यसले चाहिँ सपोर्ट गर्छ इकोनोमिक डेभलपमेन्टमा। अनि अ बैंक इज डाइरेक्टली इन्भल्भ इन मेन्टेनिङ अ ब्यालेन्स बिट्विन डिमान्ड एन्ड सप्लाई। अब बैंकले चाहिँ डाइरेक्टली इन्भल्भ भएको हुन्छ डिमान्ड, एउटा चाहिँ लिक्विडिटीको मनीको डिमान्ड र सप्लाईलाई चाहिँ यसले चाहिँ मेन्टेन गर्नलाई, र यसले चाहिँ एउटा चाहिँ इकोनोमीको लिक्विडिटीलाई पनि, इकोनोमीलाई पनि हेल्प गर्छ। अब यसमा चाहिँ हामीले लेख्नुपर्छ कि एउटा साइन्टिफिक डेफिनेसन पनि लेख्नुपर्छ, जसमा चाहिँ मैले छानेको छु आरपी केन्ट। आरपी केन्टले के भन्छ भने बैंक चाहिँ एउटा इन्स्टिट्युसन हो जसले चाहिँ आइडल मनी कलेक्ट गर्छ फर टेम्पोरेरी, फर सर्ट पिरियड अफ टाइम पब्लिकबाट, र लेन्ड गर्छ अदर पर्सन एज पर निड, अनि ऋण दिन्छ अरू मान्छेहरूलाई एज पर उनीहरूको चाहना अनुसारको ऋण दिन्छ भनिन्छ। इट्स अल अबाउट द बैंक डेफिनेसन। यो चाहिँ मैले लामो लेखेको छु, यसलाई चाहिँ सर्ट फर्ममा लेख्न पनि मिल्छ इक्जाममा। ब्याकग्राउन्ड लेख्नु पर्दा नो इन्ट्रोडक्सनमा चाहिँ यो एकदम काम लाग्ने हुन्छ। सो द्याट्स अल।